हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते शिवानी भन्दै आजको मेरो न्यू डे न्यू ब्लग सुरु भइसकेको छ है। र आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला आशाको साथमा है। र म पनि सन्चै छु हजुरको माया अनि सपोर्टले गर्दाखेरि है। अन्त आज चाहिँ हामी हेर्नु नि मेरो यहाँनिर ड्राइभ भएको, आज चाहिँ हामी सिलगढी जान्छौँ हो। अन्त यहाँनिर चाहिँ प्याकिङ गर्दैछु म चाहिँ। अन्त अब यहाँनिर मेरो मिलाउनु पर्ने छ, मेरो मिलाइसकेपछि चाहिँ तलनिर भाइ र दिदीहरूको मिलाउनु पर्ने छ हो। अन्त सामान यति बिग्न छ कि म तपाईँहरूलाई अहिले देखाउँछु हो। सामान चाहिँ अहिले चाहिँ म यहाँनिर मिलाइहाल्छु के छ हो। सो त्यति नजालसम्म हजुर भिडियोमा बनिँदै गर्नुहोस् होला है। र हजुरको दिन एकदम राम्रो रहोस् है। सो अहिलेको लागि चाहिँ बाई बाई। सो साथीहरू अहिले चाहिँ म चाहिँ यहाँनिर तल दिदीको रुममा आइरहेको छु हो। अनि मेरो रुमको चाहिँ मैले सबै प्याकिङ सेकिङ गरिसकेँ। अब त्यहाँबाट चाहिँ लुगा लाएर हिँड्नु मात्रै छ हो। अन्त मेरो चाहिँ बेसी छैन। अन्त यहाँनिर चाहिँ यी दिदीहरूको चाहिँ यहाँनिर सामान छ हो। यहाँनिर भयो होइन। अन्त यहाँनिर उहाँ छ, यहाँनिर पुरै सामानहरू छ यी। अन्त म चाहिँ यहाँनिर प्याकिङ गर्दैछु अहिलेखेरिमा हो। सामान चाहिँ यति बिग्न छ। अनि यहाँ देख्न सक्नुहुन्छ हो, यत्रो सामान छ हो। तर यो ब्याग चाहिँ लाँदैन यो। अन्त अरू चाहिँ सबै लाने हो। यहाँ भुइँतिर यहाँ छ हो। यहाँनिर यहाँ भुइँमा यहाँ माथि यहाँतिर पुरै छ। अन्त तपाईँहरू भिडियोमा बनिँदै गर्नुहोस् होला हो। म चाहिँ प्याकिङ छिटो गरिहाल्छु है। सो साथीहरू फाइनली सबै प्याकिङ भइसक्यो र पनि गाडीमा हालिसक्यो सामान हो। अन्त भाइ चाहिँ कहाँ जान्छ अरे आज? सिलगढी। अन्त कतिको खुसी छ? खुसी छ। एक्साइटेड? आर यु एक्साइटेड? या। आमा भाइ चाहिँ एकदम खुसी छ। कहिलेदेखिको चाहिँ सिलगढी जान्छु भनेर भनेको हो। सो आज चाहिँ भाइ सिलगढी जान्छ कि जान्दैन होस्, यहीँ बस होला हौ। बस न, हामी चाहिँ जान्छौँ, आमा म पापा। यस्तो गर्छ देख्नु म। बस न आमा म पापा जान्छु नि। किन सिलगढी गएर चाहिँ के गर्छौ? खेल्छु बास्केटबल, क्रिकेट। अन्त राम्रो भन। अन्त के गर्छौ? खेल्छु क्रिकेट, खेल्छु बास्केटबल। अन्त अरू घुम्नु जान्छौ? टोइस घुम्नु, आइसक्रिम, मेला, सिलगढी। उसलाई चाहिँ सिलगढी गयो कि मेला चाहिहाल्छ साथीहरू हो। मेलै मात्रै भन्छ हो। सो अब चाहिँ दिदीहरू आउनुहुँदैछ हो। अन्त हाम्रो गाडीमा चाहिँ यस्तो डरलाग्दो सामान हालेको छ हो। म तपाईँहरूलाई देखाउँछु नि यहीँबाट ल। तलबाट त अहिले म कोही बेला त म त यस्तो बिजी हुन्छु कि भिडियो गर्नु पनि बिर्सिन्छु हो। हातमा पुरा सामान हुन्छ नि त निक्लिँदाखेरि। अन्त म तपाईँहरूलाई यहाँबाट देखाउँछु ल। हामीले सामानहरू चाहिँ आधी चाहिँ भित्र हालेको छ, आधी चाहिँ बाहिर केरियरमा हालेको छ हो। तपाईँहरूलाई देखाउँछु ल। साथीहरू हाम्रो सामानहरू चाहिँ यहाँनिर छ हो। अन्त यो चाहिँ माथिपट्टि हालेको छ। अन्त अरू चाहिँ सबै भित्रपट्टि छ। अझै आधी सामानहरू गएकै छैन हो। अन्त दिदी पनि आउनुहुँदैछ। सो हजुर भिडियोमा बनिँदै गर्नुहोस् होला। अहिले चाहिँ साथीहरू हामी चाहिँ यहाँनिर बसिरहेको छौँ हो। अन्त दिदी पनि आइपुग्नु भयो। म चाहिँ यहाँ रेडी भएँ हो। यो चाहिँ मैले भित्रको त्यही लगाएँ र पेन्ट त्यही लगाएँ र ज्याकेट यो लगाएँ सधैँको जस्तै है। किनभने छिटो मिठो चाहिएको हो। अन्त कहाँ लुगाहरू हाल्ने जग्गै छैन। अन्त त्यही भएर चाहिँ खाप्पा लगाइदिनु पर्छ। अब सिलगढीमा चाहिँ कस्तो गरम हुन्छ हो। अन्त भाइ चाहिँ यहाँनिर उठाइ भेट्दैछ हो। दिदी चाहिँ माथि दादाको अलिअलि रहेको थियो प्याकिङ, त्यो प्याकिङ गर्नु गएको छ है। अन्त हजुर भिडियोमा बनिँदै गर्नुहोस् होला है। अब चाहिँ साथीहरू हामीहरू चाहिँ फाइनली निक्लेको हो। हेर्नु न चिन्तु मिन्तु मिस आज तल र माथि कुदेको। यस्तो ठाडो पारेर बोतल त कम्ती हालिसकेन त त्यहाँनिर त। आमामा अब त छैन होला नि सामान भन्दैछ त्यो दादाले। यस्तो डल्लो त भएछ, माथि ड्याम्मै भएर पनि भित्र पनि ड्याम्मै भएर पनि हामी बस्नेमा पनि हालिरहेको छ सामान। अट्छ हामी दुईजना त अट्छौँ। हामी त्यही हो जहिले पनि। ओके साथीहरू अब चाहिँ हामी निस्केको। अब चाहिँ बाटोमा रोक्यो भने ठिकै छ, रोकेन भने चाहिँ एकैचोटि सिलगढी पुगेर भेट्छु ल साथीहरू। बाई भनिदेऊ बाई। बाई। हात ल्याऊ मजाले मजाले। अब लाँदैन त्यसो गऱ्यो भने चाहिँ। क्यामेरा लामो गरेर होला सानो लाम्ने। सो साथीहरू अहिले चाहिँ हामीहरू चाहिँ यहाँनिर एकछिन रोकेर चाहिँ गाडी धुरामा चिया खानुको लागि रोकिरहेको छ नि त।
अन्त दादाले चाहिँ चिया खानुहुन्छ अरे हो चिया खानु रोकिरहेको छ अन्त हामी चाहिँ गाडी उपर राखिरहेको छौँ हो भाइ चाहिँ यहाँ पापाहरूसँगै छ अन्त म चाहिँ यहाँनिर बसिरहेको छु यस्तो थाक्यो कि निल्ला लागेर यहाँ त नुनको चिया माग्यो भने लाग्नु जरा अन्त यहाँ चाहिँ ऊ दिदी चिया माग्दैछ हो दादाले चाहिँ भाइलाई आइसक्रिम किनिदिएछ अब आइसक्रिम लिएर आउँछ अरे भाइले चाहिँ आइसक्रिम लिएर आएछ वाउ म खान्छु ल म खानु भाइ ल यो चाहिँ भाइको आउनु बित्तिकै आइसक्रिम लु खाइदा त एक हेरौँ आइसक्रिम खाऊ कि भाइ तिमी अन्त यहाँ एउटा मिठाई दिएको छ साथीहरू हेर्नु ल अम्बो कस्तो डर त कालो मिठाई मिठाई कस्तो कालो ओ छक्कैबाटै मिठाई देखेर म चाहिँ ऊ हेर्नु न दिदी कस्तो डर त कालो यहाँ त नि हेर्नु त यहाँ हेर्नु त क्यामेरामा झन् के डर कालो मिठाई कुन मिठाई मनपर्छ तपाईँहरूलाई कमेन्ट गर्नुहोस् ल अहिले चाहिँ साथीहरू हामीहरू चाहिँ यहाँनिर आइपुगिसक्यो हो सामान चाहिँ हाम्रो यहाँनिर सबै निकालिसक्यो गाडीबाट हो अन्त भाइ चाहिँ यहाँनिर बसिरहेको छ है दिदी चाहिँ यहाँभित्र रुम सफा गर्न जानुभएको छ होइन अन्त म चाहिँ यस्तो बुढी दुख्यो कि आम्बो यस्तो दुखेर म चाहिँ वासरुम गएर टोइलेट गएर आएको हो के भयो अन्त टोइलेट गएर आएपछि यहाँनिर मिलाउनु पर्ने छ भाइले खिचडी बनाइदिन्छु है त्यहाँबाट चाहिँ मेरो पनि सामानहरू हाल्दैछ अन्त मेरो सामानहरू चाहिँ यहाँनिर पुरा छ है उयो ब्राउन मेरो यो मेरो अन्त उयो एउटा झोला मेरो अर्को पनि एउटा छ झोला 4टा झोला हो मेरो जम्मा अन्त अब यहाँ फ्रिज सफा गर्नु छ अन्त आजको भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो एकदम छोटो मिठो है अन्त हेरिदिनुहोस् होला है साथ सपोर्ट गरिदिनुहोस् होला अनि जतिजना पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानल सब्सक्राइब गरिदिनुहोस् होला है अनि भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् होला है सो बाई बाई गाइज थ्याङ्क्स फर वाचिङ लभ यु गाइज गरेर हत्तु भयो